अनि अहिलेको लागि काम चलाउ मात्र हल्का हल्का लेख्दा हुन्छ, पछि चाहिँ हजुरलाई लेख्नु पर्दैन। मैले चाहिँ हजुरको मैले नै बनाएको आफ्नै अर्को बुक छ, त्यो बुक चाहिँ हजुरलाई दिन्छौँ। त्यो बुकको चाहिँ एक्स्ट्रा हजुरले 100 रुपिस मात्र पेमेन्ट गर्नुपर्छ है त। त्यो बोट साइडको छ। त्यो बुक चाहिँ दिनुको उद्देश्य चाहिँ के छ भनेपछि हजुरको आफ्नो चर्चमा गइसकेपछि अब धेरैजनाले चाहिँ कम्प्लेन के गर्छन् भनेपछि हजुरले मानौ हजुरले सिक्नुभयो, मानौ नानुले सिक्नुभयो, हजुर सिकिसकेपछि कसैले हजुरलाई भन्नुभयो मलाई सिकाइदेऊ न, तिमीलाई त्यो गिटार आउँछ? ए सिकाउन चाहिँ आउँदैन नि, बजाउन आउँछ? बजाउन त आउँछ नि, सिकाउन सक्दैन? हेत्तेरी आउँदैन नि भन्छन्। धेरैजनाको यो क्वेसन हो कि। त्यही भएर त्यही क्वेसन भएको कारणले गर्दा मेरो चाहना चाहिँ के हो भनेपछि चेला निर्माण गर्ने के, आफू सिक्ने प्लस अरूजनालाई पनि सिकाउने हो। त्यो गर्यो भनेपछि मण्डलीले जुन तरिकाको हजुरलाई खर्च गरेको छ, जुन प्रकारको लगानी लगेको छ, त्यो लगानी चाहिँ निस्किन्छ। अब यो चर्चमा हेर्ने हो भने पनि त्यस्तै गरिराखेको छन्। हामीले म्युजिक ट्रेनिङ गर्दै गर्दाखेरि यो मेरो चौथो पल्ट हो यो चर्चमा। गएको पालि अर्को भाइहरू पनि आएको थियो, त्योभन्दा पहिलाको अर्कोहरू पनि आएको थिए। अहिले ड्रम सेट सिकाउने यही हामी सँगसँगै सिकेको, सिकाउने भइसक्यो। किबोर्ड पास्टरको छोरीलाई अर्को भाइले सिकाएको थियो, ऊ भाइले छोरीलाई सिकाइदियो, छोरीले अहिले अरूजनालाई सिकाउँदैछ के। त्यो सबै के हो भनेपछि चेला निर्माण हो। मण्डलीमा पनि हजुर मात्रै किन आउनुभयो त? थुप्रै छन् नि त जवानहरू, तर मेन पैसा हो नि त। पैसाले पनि फरक पारेको छ। अब हजुरले सिक्नुभयो भनेपछि आफ्नो मण्डलीमा गएर सिकाउन सकिन्छ। हो पहिला मेरो गुरुले पनि मलाई सिकाउँदै गर्दाखेरि चाहिँ यी कपी हेरी यसो गर्ने होला, यसो गर्ने होला, सिकाउँदा अहिले सबै कपीहरू किताबहरू सबै दिमागमा अर्को छापिसक्यो कि। त्यही भएर अब चाहिँ मलाई हेर्नु परेन। मेरो यो फिल्डमा काम गरिराखेको 12-13 वर्ष भइसक्यो। यसरी नै गइराख्ने, सिकाइराख्ने, हप्ताको ठाउँमा गइराख्ने हो मेरो काम चाहिँ। त्यही भएको कारणले गर्दा नसकिने होइन। जस्ट दुईवटा कुरा मात्र चाहिन्छ म्युजिसियनलाई, एउटा धैर्य धारण, एउटा चाहिँ हजुरको घमण्ड चाहिँ हुनु भएन। निरन्तरता र धैर्यता, यो दुईवटा हजुरले जिन्दगीमा सम्हालेर राख्नु भएको छ भनेपछि 100% ठोक्वा भएर म भन्छु हजुरको यो परिश्रम प्लस हजुरले लगाइराखेको अनि हजुरले गरिराखेको मेहनत चाहिँ खेर जाँदैन। त्यही भएको कारणले गर्दा चाहिँ हजुरले चाहिँ आरामसँग त्यसरी